आजभन्दा 6 महिना अगाडि आई मेड अ भिडियो एउटा ट्राभल भ्लग फ्रम काठमाडौँ टु पोखरा अन लोटस एडभेन्चर है त। अनि त्यो चाहिँ यही भिडियो हो, काठमाडौँ टु पोखरा योवाला यो लोटस एडभेन्चरमा। यो तपाईँहरूले हेर्नु भएको छ कि छैन, तर यो भिडियो र हिजोको एक्सिडेन्टको चाहिँ के लिङ्क छ त भनेर चाहिँ म यो भिडियोबाट देखाउँछु है त, मतलब एउटा रेफरेन्स बनाउन खोजिरहेको छु। अनि म काठमाडौँबाट पोखरा जाँदाखेरि चाहिँ उहाँ सुजित दाई हिजो जो ड्राइभ गर्दै हुनुहुन्थ्यो, अनि एक्सिडेन्टको क्रममा जो ड्राइभर हुनुहुन्थ्यो उहाँ दाई चाहिँ सुजित दाई, उहाँको नाम चाहिँ सुजित नाम चाहिँ थर चाहिँ थाहा भएन, नाम चाहिँ सुजित दाई हो, सुजित। अनि हिज अराउन्ड जस्ट 25-26 वर्षको हुनुभयो होला त्यस्तै। अनि हेर्नु है त को भनेर चाहिँ ड्राइभर को पनि म देखाइहाल्छु, सुजित भनेर मात्रै हुँदैन। कस्तो यस्तो मेमोरिजहरू बनाएको छौँ नि त उहाँ एक्ज्याक्ट हेर्नुहोस् ल, सुजित उहाँ नै हुनुहुन्छ होइन। अनि हामीले पुरै एउटा नाइट स्पेन्ड गरेको थियौँ नि त, मतलब रमाइलो गरेको थियौँ। अनि त्यो मलाई कस्तो झलझल याद आइरहेछ क्या। अनि अब एक्सेप्ट गर्नु नि गाह्रो भइरहेछ, हिज नो मोर भनेर। यङ हुनुहुन्थ्यो दाइ, अब के गर्ने, अब गाह्रो पऱ्यो है। अनि एकदम दाइसँग चाहिँ म रमाइलो गर्दै गएको थिएँ। बस पनि राम्रै चलाउनुहुन्थ्यो, तर त्यो के भएर एक्सिडेन्ट भयो त्यो चाहिँ भन्नै सकिरहेको छैन है। ल होइन, फेरि अर्को पनि सिन आयो दाइसँगै। मान्छे रमाइलो हुनुहुन्थ्यो है। अब के गर्नु, अब यस्तै हो, जिन्दगीको भर हुँदैन। अनि भर हुँदो रहन्छ झन् गाडी लाइनमा त यो लाइन चाहिँ एकदम सिरियस हुन्छ है। अनि अब अरू कुरा त्यस्तै हो, नहुनु भइसक्यो, वी अलरेडी लस्ट हिम। अनि उहाँ सँगसँगै अलमोस्ट 19 अदर्सलाई पनि हामीले लस्ट गरिसक्यौँ। अनि अब अरू चाहिँ के कुरा हो भनेदेखि प्यासेन्जर्सको हकमा चाहिँ जो पनि जति पनि जसको मृत्यु भयो, जो डेड हुनुभयो, उहाँहरूलाई चाहिँ पर पर्सन चाहिँ 5 लाख रुपिस जान्छ उहाँहरूको फ्यामिलीको लागि। मान्छे नभएपछि पैसा ठुलो कुरा होइन, तर एज अ कम्पनसेसन अलिकति। अनि त्यसपछि अब जो घाइते हुनुभएको छ उहाँहरूको लागि उपचार हुन्छ, उहाँहरूको उपचार गरिन्छ। अनि त्यसपछि यो चाहिँ फेरि बस अपरेटर, बस ओनर जो हुन्छ नि उसले गर्ने होइन क्या, यो कम्पनसेसनहरू अनि उपचारहरू चाहिँ। यो गर्नलाई चाहिँ बस ओनर्सहरू मिलेर एउटा सिस्टम बनाएको, एउटा कम्पनी जस्तो बनाएको हुन्छ, ग्रुप। त्यसलाई चाहिँ भनिन्छ भलाइ कोष है। यो चाहिँ बाहिरी मान्छेलाई थाहा हुँदैन तपाईँहरूलाई। अनि एउटा भलाइ कोष भनेर बनाइएको हुन्छ, जसमा चाहिँ महिनै पछि पैसा हरेक गाडीले जम्मा गर्दै जाने। मतलब भलाइ कोष चाहिँ एउटै मात्रै छैन नेपालमा, धेरै छ, जस्तै नवकान्तिपुरहरू यस्तै छ। अनि त्यो भलाइ कोष भनेको चाहिँ एउटा ग्रुप जस्तो हो, युनाइट भएको। अनि त्यसमा चाहिँ सबैले महिनै पछि पैसा हाल्दै जाने पहिलेदेखि जहिलेदेखि स्टार्ट भयो त्यसमा हाल्दै जाने। नयाँ बसेसहरू आउँछ त्यसको पनि हाल्दै जाने। अनि त्यसरी कलेक्सन गर्दा अब जहिले त एक्सिडेन्ट हुँदैन नि त, अनि एक्सिडेन्ट भएको केसमा चाहिँ त्यसरी कम्पनसेटहरू गरिन्छ। अनि प्यासेन्जर्सहरूको हकमा चाहिँ त्यसरी हुन्छ। अब स्टाफहरूको चाहिँ हकमा चाहिँ के हुन्छ त भनेर चाहिँ मलाई थाहा भएन। अनि यो क्वेसन चाहिँ मेरो दिमागमा कसरी अराइज भयो भने चाहिँ दाइले भर्खर बे गरेको रहेछन्, लभ म्यारिज हो भनेर भन्दै थिएँ। रातभरि कुरा गरेपछि वी ह्याड अ लट अफ टक। अनि त्यसपछि सानो बुनु छ, छोरी छ। अनि अब त्यस्तै हो, हामीलाई त वी लस्ट हिम, त्यो अलिकति नराम्रो मात्रै लाग्छ। तर उहाँको फ्यामिलीलाई त अब इट्स अ होल डिफ्रेन्ट स्टोरी नि त होइन, गाह्रो हुन्छ नि त। अनि अब स्टाफहरूको यस्तो केसमा चाहिँ के हुन्छ त्यो मलाई पनि थाहा भएन। म भोलि पर्सनली हाम्रो भलाइ कोषको एउटा अफिस, हाम्रो सपनाको टिकट काट्नुहुन्छ कृष्ण अङ्कल भन्ने विराटनगरमा, उहाँलाई सोध्नुपर्ने हुन्छ। अनि म सोध्छु। अनि यस्तै छ ल। मलाई त कस्तो, अनि यो मलाई त त्यो थाहा पनि थिएन कि सुजित दाई इज डेड भनेर। अघि म त्यहाँ तल
गएको थिएँ खाजा खान अनि ठ्याक्क बस पल्ट्यो भने टिकटकै भएर आइरहेको हुन्छ नि त अनि BBC न्युजहरूले पनि हालिरहेको रहेछ अनि त्यत्तिकै हेर्दा टिकटकमा ठ्याक्क मलाई मनमा एउटा क्वेसन अराइज भयो क्या अनि मैले आगमन दाईलाई फोन गरेँ अनि आगमन दाईलाई फोन गरेपछि आगमन दाई चाहिँ अलमोस्ट पोखराको सबै चिन्नुहुन्छ क्या आगमन दाई पोखराको पनि टिकट काट्नुहुन्छ नि त इनकेस यु गाइज डोन्ट नो अनि मैले सोधेँ अनि आगमन दाई हामीले चिनेको पनि कोही परो त त्यो गाडीमा कोही छुँदा हामीले चिनेको पनि स्टाफहरू भनेर भने अनि थियो त त्यो सुजित भनेर भन्नुभयो क्या अनि ल लिटरली आउट अफ नो वेयर क्या सुजित दाई त लोटस एडभेन्चरमा छ भन्ने थाहा थिएन मलाई त्यति थाहा थियो कहाँबाट हिजोको गाडीमा त्यो कहाँबाट गयो कसरी गयो त्यो मलाई केही थाहा छैन अनि खासमा चाहिँ उहाँ 6 महिना अगाडि म त्यो भिडियो बनाउँदाखेरि पनि उहाँको रोल चाहिँ कन्ट्र्याक्टरको थियो क्या कन्ट्र्याक्टरको थियो ड्राइभर थिएन ड्राइभरको चाहिँ उहाँको लाइसेन्स चाहिँ बनिसकेको थियो त्यतिखेर तर ड्राइभरकै रोल भनेर चाहिँ जब गर्नु हुँदैन थियो कन्ट्र्याक्टरको रोल गर्नुहुन्थ्यो अनि त्यसपछि अब अलिअलि राम्रो बाटो त्यो पोखराको 4 लेनमा ड्राइभर दाइहरूले छोडिदिनु हुँदो रहेछ मतलब लाइसेन्स छ अनि उसलाई पनि कुदाउन सिक्छ मतलब हात बस्छ ओर्छ भनेर होइन अनि उताको त राम्रै बाटो थियो त्यस्तो भिरपाखोहरू छैन 4 लेन बाटो अब यता धादिङतिरको भिरपाखो त्रिशुलीको किनार मिस्टेक अब बिगिनर त्यस्तो धेरै एक्सपिरियन्स नभएपछि भर भएपछि मिस्टेक्स भइहाल्छ मिस्टेक्सबाटै सिक्ने हो तर उहाँको त्यो मिस्टेक चाहिँ यस्तो रङ ठाउँमा पऱ्यो कि अब अर्को मिस्टेकको लागि ठाउँ नै भएन क्या अनि त्यस्तै भयो अनि सुजित दाई पनि परो भनेर अनि म त छक्क पारेँ लिटरली यस्तै छ ल दाई रेस्ट इन पिस हजुरको आत्माले शान्ति पाओस् अनि यस्तै छ गाह्रो पऱ्यो गाइजहरू अब यो चाहिँ अनि अर्को पनि मलाई एउटा कुरा गर्नु मन लाग्यो जसरी यो स्टाफहरूको कम्पन्सेसनहरू त्यस्तो हुन्छ यो बसमा काम गर्ने बस लाइनमा काम गर्ने ट्रक्समा काम गर्ने यो ड्राइभिङ क्षेत्रमा काम गर्ने हरेक स्टाफहरूको पनि त एउटा त्यो त हुनु पर्यो नि त होइन किनभने उनीहरूको नि त फ्यामिली हुन्छ उनीहरूले त जब पो गरेको त मतलब उनीहरूको नि लाइफको त म्याटर हुन्छ नि त अनि यो चाहिँ जहाँसम्म मलाई लाग्छ म भोलि सोध्छु कन्फर्म गर्छु तर म जहाँसम्म लाग्छ मलाई दे वन्ट गेट एनिथिङ त्यही 5 लाख रुपिस कम्पन्सेसन पनि पाउँदैनन् क्या उनीहरूले ड्राइभर स्टाफहरूले अनि विच इज अ भेरी भेरी रङ अनि यस्तै छ अब हुन त मैले यस्तो कुरा गरेकोहरू सुहाउँदैन तर मेरो भिजन भनेको चाहिँ अब यो नेपालको बस ट्राभल इन्डस्ट्री र एग्रिकल्चर इन्डस्ट्रीमा केही अब चेन्जेस रेभोल्युसन ल्याउनु छ अनि अब यस्तै छ म नोटिस गर्दैछु अराउन्ड 2 वर्ष जस्तो भयो कहाँ चाहिँ कसरी काम गर्दो रहेछ कहाँ के कमी छ यस्तोहरू म नोटिस गर्दैछु अनि अब केही टाइमपछि म आफ्नै हाम्रो बस कम्पनी मतलब बस पनि ल्याउँदैछौँ अनि त्यसबाट चाहिँ पुरै मेरो भिजन मेरो त्योहरू चाहिँ म त्यसमा लागू गर्नेछु है त अनि एउटा भनेको चाहिँ स्टाफको सेफ्टी उनीहरूको पनि यस्तो इन्सुरेन्सहरू अनि त्यसपछि लिएर उनीहरूको हेल्थमा त्यस्तोहरू सबै है त अनि यो मात्रै होइन धेरै छन् मैले 2-3 वर्षमा सिकेको कुराहरू देखेको यो चेन्ज गर्न जरुरत भएकोहरू त्यो भनिराख्नु भन्दा नि म गर्दै गए जान्छु अनि त्यसपछि देखाउँदै जान्छु होइन अनि यस्तै छ ल बराबर नराम्रो लागिरहेछ कस्तो अब मैले सुनेको मात्रै छु नि त हिज डेड भनेर देखेको गरेको छैन अनि केही भएको छैन होला जस्तो लागिरहेछ क्या बडो रमाइलो मान्छे थिए ल गाइजहरू यस्तै छ है आज चाहिँ सानोतिनो अपडेट भन्दा पनि हाम्रो दाइ पनि पढ्नुभएको छ अनि दाइको लागि एउटा यो श्रद्धाञ्जली भिडियो दाइको मेमोरीमा बनाएको है त ल फेरि पनि रेस्ट इन पिस सुजित दाइ